ब्रोडमा पनि यस्तो गरिस् हैन एउटा ठिकै छ सुन्न गाइस तिमीहरुसँग कोही एड भन्ने रोक भन्ने मान्छे ओइ एङ्क सुन्न एङ्क त मलाई फलो ब्याक नदिने हो के गर्नु घरलाई दिएर नि तिमी भन्ने कहाँ छौ म यहाँ छु के गर्न अनलाइन दिएर म सुन म 1 विक पछि सिक्किम आउँदैछु के म सिक्किमको होइन के गर्नु अब म आए भएन नत्र म तँलाई जहाँ भयो नि तर नत्र म प्लेन लिन पठाइदिन्छु अहिले भक्क के लिनु तेरो घरमाथि हेलिकप्टर ल्यान्ड गर्नलाई त्यो हेलिकप्टर त्यो ड्रोन भन्छ ड्रोन क्या त्यो भिडियो हेलिकप्टर होइन त्यो सुन होइन हेलिकप्टरै पठाइदिन्छु फलो ब्याक मात्रै गरेर मलाई मलाई तेरो नम्बर र एड्रेस पठा गोटाको हेलिकप्टर बजारमा पाउँछ नि 20 रुपियाँ पनि पाउँदैन होला अहिले त मेबी नानी त्यो सुन 20 रुपियाँमा पाउने हेलिकप्टर त मैले त जमानामा खेलेको हो लाग्दैन त मलाई पनि किन पत्याएन मैले तिम्रो कुरा ए नपत्ताको सुन फलो ब्याक गरेर मात्रै हेर न किन फलो ब्याक गरे भने अनि त्यसपछि म तँलाई देखाउँछु कि नआत्तिन मैले तिमीलाई राम्रो मुखले भन्दै पनि सकेको छु होइन जनीको मैले हेरिसकेको छु यसको दर्पण छ ऊ डोप्पाको पनि हेरिसकेको छु हो तिम्रो पनि हेर्छु अन्त मात्रै फलो ब्याक हुन्छ कसको मेरो त केटाहरूले हिजो लाइभ सुन्दैछ त अनि लाइभ सुन्दैछ त जोनीले तर एक पछि त बत्ती गइदिरहेको रहेछ ठिस हान्दिरा बत्ती गयो भने तिम्रो त्यो पनि उयस हुन्छ क्या के भन्छ नेटै गइदिरहेको क्या अनि नेट जान्छ नि त म त बत्ती गएपछि तिम्रो त्यो पनि अफ हुन्छ होला भनिरहेको थोरको त कहिले पनि अफ हुन्न क्या अनको नै हो अनको नि एनिवे अहिले भर्खर अन गर्दै त थोर अनि म भर्खर अन गरेँ ल इन्स्टामा आइदियो भर्खर अन गरिदिन्छु फेरि यस्तो गफ हान्ने केटाहरू सक्दैन नि फेरि हाम्रो कसम भन्दैको एउटा कुरा के भन्छु भने थोरले कहिले पनि गफ हान्दैन ल थोरसँग सुन है थोरसँग क्लब हाउसको केटीहरू कति भेटिसक्यो तिनीहरूलाई गएर सोधे पनि हुन्छ होइन मेरै ब्रोडमा आएर बसिरहेको हुन्छ मेरो कुरा पत्ताउन्न ए नानी सुन है तिमीलाई थाहा छँदै थाहा फुटबल खेलाडीको कत्रो हुन्छ भनेर होइन फुटबल खेलाडीको कत्रो हुन्छ भनेर थाहा हुँदैछ कति छिपेटको त कस्तो मैले तिमीलाई सुन तिमीले भने नि तिम्रो गफ मात्रै भने तिमीलाई मैले भेट्यो भने थाहा हुन्छ थोरको गफ के हो भनेर फेरि म त जति हाने पनि थाक्दैन नि नन स्टप अन्त जस्तो सुन त बुलेट भन्दा नि फायरिङ गन गुटु गरेर चल्छ नि त्यस्तै हो नि त मसिन गन जस्तो चल्छ क्या त्यो भन्दा नि ओभर बुटुटु म्याग लगाएर कति 150 होइन ए त्यो भन्दा बढी 250 चाहिँ तिमीले अब सपनामै होला ओ विपनामै गरेर देखाइदिन्छु हो कस्तो हेरिदिएको मलाई त सुन न थर तिमीले कहिले सपनामा त्यस्तोहरू देखेर तिमी बिहान उठ्दाखेरि भिजिरहेको हुन्छ कहिले तिम्रो पेट सुन है मलाई केटीको कमी पनि छैन मैले एकल गर्दैमा केटी आउँछ पनि होइन तर म आज पनि म लाइभै हान्छु केटीहरू मलाई मिलाइदेऊ न केटी के मिलाएर तिमीलाई खोया गर्छु म गर्छु नि गर्न मलाई मात्रै थाहा छ सिक्ने के गर्छौ त्यो हातको चार्छौ त्यो जिब्रो गर्छौ तैँले सेटिस्फाई गर्नु नसकेको केटीलाई म गरिदिन्छु होला यति कुरा सुन कि मैले भनिदिरहेको छु होइन तिमी मैले गफ हाने जस्तो लाग्छ होला होइन तर थोरसँग गरेको केटीहरू चाहिँ अरूसँग चाहिँ गर्न त्यति खोज्दैन तर पहिला पनि अरू केटीहरूसँग गरेको छ भने
तर मसँग गर्न खोज्यो भने नन स्टप खोज्छ के हो त पत्ता होइन मैले प्रुफ छ तिम्रो के रे भिडियोहरू काण्डहरू तिम्रो मसँग छ तिम्रो आफ्नै छ लु मलाई पठाऊ म अन्त मात्रै बिलिभ गर्छु ओके ओके डट मलाई इन्स्टाग्राममा पठाऊ केटाहरू यो काण्ड चाहियो भने सबैले लु मलाई फलो गर अन्त माथिको यो भाइ जनी फलो गर त जोइन होइन सबैले भाइ जनी अन्त काण्ड पाउँछ तिमीहरूले थरको हेरे थर छोराको काण्ड सोचिहाल यस्तो गफ हानिरहेको छ नि मान्छेले अब थरले अब यस्तो खतरा अरे 250 भन्दैछ मतलब 2 and लाइक कति भन्नु अब 3 hours समथिङ भनौँ न होइन कति 250 भनेपछि मुजी कति थाहा भएन 250 भनिरहेछ हो भने चाहिँ खतरा हानेको काण्ड रहेछ हो सबैले फलो होइन मलाई काण्डा भनेर साइडमा मेसेज गर होइन इन्स्टाग्राममा फलो गरेर क्यान्डा भनेर म सबैलाई क्यान्डा बाटाङटाङ पठाउँछु थर छोराले पठाएन भने मेरो एउटा क्यान्डा छ आफ्नै क्यान्डा चाहियो भने सिक्ने होइन तर केटा चाहिँ छैन मेरै आफ्नै होइन आफै गरेको सब कुछ हुन्छ नि खलातुत पारेको छु मैले आफूलाई कि आफूलाई हुन्छ नि अब तिमीहरू त्यो हेरिस भने कसम भनेको तिमीहरूको नाडीबाट पानी निक्लेन भने मेरो नाम यङ्का हो लेखेर दिएको यार यङ्काको काण्ड हेरेपछि तिमीहरूको नाडीमा पानी आएन भने नि मेरो नाम यङ्का क्या म चेन्ज गरिदिन्छु मेरो नाम क्या त्यतिको दम चाहिँ राख्छु कलमा हानेर तँ टेलिग्राम चलाउँछस् इन्स्टामा फुल सबै आउने भएन इन्स्टा मैले वाट्सएप टेलिग्राम के चलाउँछस् इन्स्टाग्राममा गर न चिकन त्यो फुल आएन कि मिलेन अब त्यो मेरो 5 सेकेन्डको छ अनि मेरो काण्ड वाट्सएप थियो त्यो पनि उडाएँ मैले यार मान्छेहरूले नम्बर बोकेर हिँडिरहेको हुन्छ पर्खेन मेरो टेलिग्राम थियो त्यसलाई चाहिँ पर्ख म टेलिग्राम चेक गर्छु अब हेर्छु नि म होइन भने चाहिँ यसको फ्री टेलिग्राम पैसा रहेछ टेलिग्राम मुजी थोरको डिक देखेर मुजी ल म डेमो मात्रै फोटो मात्रै हालिदिन्छु हेर है केटा सिक्ने मुजी डेमो यस्तो देखाइदिन्छु म तिमीलाई ए टेलिग्राममा कसरी दिनु म तँलाई टेलिग्राम एक आइडी देन मलाई आइडी मतलब टेलिग्रामको नाम मेरो यो छ हेर ल यहाँ हेर त साइडमा बुबा लेखेको छु मैले खै साइडमा के साइडमा यहाँ रुम च्याटमा हेर न बुबा छ मेरो आको छैन त ए चिक्ने रुम च्याटमा हेर न तेरो मेसेज होइन रुम च्याटमै हेरेको के आएन भएछ तेरो गाडी ठुलो रहेछ आँखा चाहिँ सानो रहेछ बुझे मलाई पठा त मलाई उते मेसेज गरेर म गर पठा न गाइज होइन जितने भी यहाँ पे हिन्दी गइन म विश्वास गरेन भर्खर उठेको त होइन 3:22 जे भन्दा नि यङ्का इज ल भाइ ए पठा न याङ छिटो के भएको एकछिनै गाडोबाट म बोलेको बाहिर सुनिरहेको ओइ याङ मोरी क्या आयो जिन्दगानी यस्तै नै रहेछ दर्पण छाया जस्तै बनेको घाम नगर्नु दाइ ओइ ब्रोकेनलाई तान्दैन तान्दै ब्रोकेनलाई यङ्का दाइ उता जाने हेलो गाइज ओइ मलाई पठा न ओइ मेसेजमा भनेको ओइ एकछिन ल 2 मिनेट ल गाइज म होइन 2 मिनेट हो टक्कै सुट्टा तानिकन आउँछु अन्त फेरि कफ गर्नुपर्छ ल भइकन त्यो अन एएनएन भनिँदै तान्न माथि अनि गोल्डेनलाई एएनएन भने तिम्रो बुद्धिमा किरा परेछ भन्नु भएको छैन माथि हो ल केही छैन हेलो एन सबैजना माथि हो यार माथि देखेर
एङ भयो छोड्दै छोड ओइ एङ चुप लाएर बस अब हेलो एम भन न के गर्दैछौ नि थोरलाई मैले फलो गरेको छु फलो ब्याक गर त ए ल पर्ख एकैछिन अनि तिमी कहाँबाट हो नि एङ एन्ना म दार्जिलिङ ए दार्जिलिङको हो त्यसो भए अब नेक्स्ट मन्थ भेट्नु पर्ने हुन्छ है म नेक्स्ट मन्थ हुँदैन त